त्यो कुराको रेकर्ड हुनुपर्छ मुलुकमा भनेर भनिएको छ। यो हामीले उठाएको हो। अरू धेरै छ हामीले उठाएको। ड्रेसको कुरामा पहिला खिसी गरे, त्यो पनि हामीले ल्याएको हो। अस्पतालको कुराकानी गऱ्यौँ, यिनीहरूलाई मात्रै चाहिन्छ भनियो। आज त सबैलाई चाहिने रहेछ। किनभने शिक्षकहरूको लागि पनि यही चितवन जिल्लामा सरकारले जमिन खरिद गरेर अस्पताल बनाउने कुराहरू गरिराख्नु भएको छ नि। उडाउन त धेरै कुराहरूले उडाएका छन् नि हामीलाई। रेवन्त सरले मिठोसँग राख्नुहुन्थ्यो यो ड्रेसको विषय। मैले पहिल्यैदेखि याद छ मलाई तपाईँहरूले भनिराखेको कुरा। किन लाउनु पर्यो सेतो सर्ट र निलो प्यान्ट सर्ट कोट? किन लाउनु? के छुट्टै देखिनु पर्यो? अब चाहिँ साँच्चै भ्रष्टाचारी हुन् भनेरै चिनिनु पर्यो? यस्तो आरोप पनि थियो नि हामीलाई। तर हामीले यो कुरा ठिक छ भन्यौँ। इन्टरनेसनल्ली हेर्दाखेरि यो कुरा ठिक भएको छ। जसरी आज हामी यो सबैभन्दा गहिरो नदी गण्डकीको माथि क्रुजमा चढेर यो कार्यक्रम गरिरहेका छौँ। केपी ओलीलाई खिसी गरे होइन र? पानी जहाज, कागजका पानी जहाज बनाएर एउटा आरीमा पानी राखेर त्यो कागजबाट बनाइएको जहाज हामीले नहेरेको हो र? आजभन्दा 6-7 वर्ष अगाडिका इतिहास त हामीसँग छ नि। मैले भन्न खोजेको तपाईँहरूलाई के कुराकानी हो भने हामी आफ्नो ठाउँमा जो साथीहरू जहाँ काम गर्न बसेका छौँ, जनतालाई, सेवाग्राहीलाई ईश्वर हो भन्ने मान्यौँ भने सबभन्दा ठुलो उपलब्धि हाम्रो लागि त्यही हुनेछ। त्यसैबाट सुशासन पनि आउनेछ। त्यसैद्वारा हामीले सेवाग्राहीको मन पनि जित्न सक्नेछौँ। म यो सबै साथीहरूलाई यो अनुरोध गर्न चाहन्छु। आज के देखिएको छ, म नागरिकता लिन जानु पर्यो, पासपोर्ट बनाउन जानु पर्यो भने छिमेकी खोज्न थालेको छु मैले। मालपोतमा जानु पर्यो, इमिग्रेसनमा जानु पर्यो, सिडिओ कार्यालयमा जानु पर्यो भने त्यो अफिसमा को काम गर्छ, मेरो नातेदार कोही छ कि छैन भनेर हामीले खोज्न थालेको स्थिति भनेको मुलुकमा सुशासन होइन। यसले मुलुकलाई द्रोणतर्फ अगाडि बढाइराखेको छ। कुशासन तर्फको बाटोतर्फ मार्ग खोजिराखेको छ। तसर्थ म सबै हामी जिम्मेवार मान्छेहरू हौँ। हामी तपाईँहरूलाई पनि अनुरोध गर्न चाहन्छु, आफ्नो ठाउँमा क्रिएटिभ ढङ्गले, कन्स्ट्रक्टिभ स्थितिले कामलाई व्यवस्थित गर्न सक्नुभयो भने यसले मुलुकलाई, केपी ओलीकै सपना हो समृद्ध नेपाल, सुखी नेपाली बनाउने। ठुलो खिसी टेउरीको विषय बनाएको थियो यो। अहिले देशले यसलाई अंगीकार गर्यो। हरेक परियोजनाहरूमा समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान मुलुकले अगाडि सारेको छ। यो हाम्रो लागि गौरवको विषयवस्तुहरू हो। अरू पार्टीहरूका विषयमा सन्दर्भमा मैले तपाईँहरूसँग व्याख्या गर्न सक्छु थुप्रै कुराहरू। तपाईँ हामी पनि लाग्यौँ नि। गत वर्ष 80 सालको मङ्सिरको लगभग मलाई लाग्छ 12-13 गतेबाट झुलाघाटबाट चिवा भन्ज्याङको 1879 किलोमिटर जस्तो लाग्छ मलाई पुष्पलाल राजमार्ग, मदन भण्डारी राजमार्ग त्योभन्दा बढी छ। अब हेरौँ त, काङ्ग्रेस 168 किलोमिटर बर्दिवास धुलिखेलको उनको नेता बीपी कोइराला राजमार्गमा गर्व गर्छ। हामी नेकपा एमालेका मान्छेहरू 2200-1800 वटा 2 राजमार्ग पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म राष्ट्रका लागि गरिएका गौरवशाली योजनाहरूमा गर्व गर्न सक्दैनौँ, प्रचार प्रसार गर्न सक्दैनौँ। कति पछाडि छौँ हामी। त्यसैले हाम्रा हरेकको विषयवस्तुहरूमा हाम्रो ध्यान पुग्न सक्नुपर्छ भनेर मैले तपाईँलाई यति स्मरण गराएको। व्याख्या विश्लेषणका सन्दर्भ धेरै छन्। सुरु मार्गहरूदेखि 6 लेन 7 लेनका बाटाहरूदेखि यो त गौरव गर्ने कुरा हो नि। एयरपोर्टका कुराहरूदेखि लिएर सुरु मार्ग किन चाहियो भन्छन् अहिले पनि, रेल मार्ग किन चाहियो भन्छन् अहिले पनि, हाम्रै पार्टीका साथीहरूले भन्दै थिए। त्यसो भएको हुनाले यसमा हाम्रो ध्यान पुग्नुपर्छ। म सबै कमरेडलाई यो अनुरोध गर्न चाहन्छु। अब धेरै अरू ढङ्गले अब हामीले कुण्ठा पालिराख्नुपर्छ भन्ने पनि मलाई लाग्दैन। ऐन त यो बर्खे अधिवेशन कुनै हालतमा ल्याउनुपर्छ। त्यसका लागि पेशागत महासङ्घ तपाईँहरूका लागि अगुवा गरिदिएको छ। हामीले हिजोदेखि यो अभियान चालु छ।
आन्दोलन कसरी गर्ने भन्ने सन्दर्भमा छलफल गरौँला। सडक आन्दोलन गरौँला या के गरौँला, यो विषयमा चाहिँ छलफल गरौँला। तर ऐन चाहिँ हामी कुनै हालतमा ल्याउनुपर्छ भन्ने मान्यताका आधारमा यो अधिवेशनमा हामी अगाडि बढेका छौँ। यो तपाईँहरूलाई मैले यति चाहिँ प्रतिबद्धता यहीँबाट पनि भन्न चाहन्छु। किनभने बागमती भनेको अघि पनि साथीहरूले भन्नुभयो, एउटा त देशको सङ्घीय राजधानी भएको प्रदेश हो र अर्को छिमेकी जिल्ला मकवानपुरमा रहेको प्रदेशको राजधानी भएको ठाउँ पनि हो। त्यसैले तपाईँहरूसँग बाँडिएको कुरा त देशभरि जान्छ नि। यो कुरामा हाम्रो ध्यान पुग्नुपर्छ। म तपाईँहरूलाई यो अनुरोध गर्न चाहन्छु। अब जहाँसम्म कुराकानी छ, तपाईँहरूको अहिले नेतृत्वमा बस्ने के साथीहरू अलिअलि छुट्नु हुने भएको छ, मलाई पनि अनुभूति। मैले जसलाई विश्वास गर्छु त्यही मान्छेले धोका दिइरहेको छ। विगतमा पनि त्यही भयो। म साथीहरूलाई अनुरोध गर्न चाहन्छु, म धोका दिने मान्छे होइन। म ठुलो अफर पनि आएका थिए मलाई पनि, तर यो प्रशासनभित्रको तपाईँ हाम्रो ट्रेड युनियनमाथि दाग लाग्यो भने त्यसले समस्या समाधान गर्न सक्दैन भन्ने मान्यता आजका दिनसम्म मैले राखिराखेको छु र भोलि पनि हुनेछ। त्यसैले एउटा साथीसँग कुराकानी गर्यो, अर्कोतिर पटालिन्छ, अर्को लिनु पर्यो। त्यस सालमा आएर अध्यक्ष म यहाँलाई स्मरण गराउन चाहन्छु, 47 सालको टेनिस कोर्टको स्थापना त्यहाँदेखि पछाडि पनि फेरि 10 वर्ष लड्दा भन्दै अध्यक्षको जिम्मेवारी मलाई तपाईँहरूले सुम्पिनु। अब त्यसभन्दा पछाडि चाहिँ अलिक कन्टिन्यू भएको छ है। म तपाईँहरूलाई पनि अनुरोध गर्न चाहन्छु, नेतृत्व सहजै ढङ्गले आउँछ। यो पनि साथीहरूको इच्छाले मात्रै पनि हुँदो रहेछ। म 54 सालमा एउटा घटना सुनाउँछु म तपाईँहरूलाई। 54 छैटौँ 7औं राष्ट्रिय महाधिवेशन भएको थियो पार्टीको, नेपालगञ्ज पुगेको थिएँ म। सायद मलाई लाग्छ हाम्रो त्यति बेला अध्यक्ष हुनुहुन्थ्यो कि महासचिव हुनुहुन्थ्यो मुरारी भट्टराईजी, उहाँ र म नि गएको थियौँ। र त्यहाँबाट हामी ठिक छ अब पार्टीको कार्यक्रममा एकचोटि हेरेर पनि फर्क्यौँ भनेर गोरुसिङबाट हामी उपाध्यक्ष मलाई लाग्छ विष्णु लामिछानेजी हुनुहुन्थ्यो, उहाँले उहाँकै घरमा राख्नुभयो हामीलाई। अब त्यहाँको गतिविधिहरू तपाईँहरूलाई मैले धेरै लामो बताउन मैले खोजेको होइन। अब ती साथीहरू जो मलाई पार्टी छोड्नु हुँदैन, संस्थालाई माया गर्नुपर्छ, संस्थापक भएर जिउनुपर्छ भनेर सिकाउने मान्छे। त्यसैले निजामती सेवाभित्र पनि तपाईँले आज 78 साल भाद्र 9 गते नेकपा एमाले नचोटिएको थियो भने आज यो देशको शिर ठाडो बनाएर हिँड्ने तपाईँ हामी हुन्थ्यौँ होला नि त। किन काङ्ग्रेसले अप्ठ्यारो बनाउँदा, किन त्यो 32 सिटेले म्याजिक नम्बर हो भनेर भनिरहँदा हामी गुम्जिनु परेको छ। यो हाम्रो लागि पीडाको विषयवस्तु हो कि होइन? यो तपाईँ हाम्रो ठाउँमा चाहिँ लागू हुन्छ कि हुँदैन यो विषय? त्यसैले म सबै साथीहरूलाई अनुरोध गर्न चाहन्छु, इमानदारिता, नैतिकता र अनुशासनका विषयवस्तुहरू मेरा लागि जति छ अरूका लागि पनि त्यत्तिकै हुनुपर्छ भन्ने मान्यता म राख्न चाहन्छु। म हुन्छु कि हुँदैन छोडिदिनुहोस्, यो विषय मैले राख्नु खोजेको छैन। मैले पेसागत महासङ्घमा पनि भनिराखेको छु, उत्पादनमा कहाँ जोड्न सकिन्छ जोडौँ। सेवानिवृत्तको साथी अघि एकदम राम्रो कुरा ल्याउनु भएको छ हाम्रो रेवन्त सरले, म फेरि पनि त्यसलाई दोहोऱ्याउन चाहन्छु। सेवानिवृत्त भइसकेपछि त अप्ठ्यारो छ नि। अब त तपाईँलाई देख्यो भने काला चाउरी भएको मान्छेहरू हाँस्दा पनि चाउरी नै पर्ने भयो। केस फुलेको छ, फुलेकै चिज देख्छ, त्योभन्दा त कालो रङ लगाएर हिँड्न कति रहर हुन्छ होला नि। हाँसी ठट्टा मजा गर्न त मजै हुन्छ होला नि। ज्ञान र अनुभव पार्टीले पनि लिन सक्नुपर्छ, हामी सङ्घ सङ्गठनले लिन सक्नुपर्छ। त्यसो भयो भने उपयुक्त अवस्थामा हामी पनि पुग्न सक्छौँ भनेर मैले तपाईँहरूलाई यति स्मरण गराउन खोजेको। अब आगामी दिनहरूमा अबको नेतृत्वले त्यो खालको अवधारणा लिँदैन भन्नेमा म तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु र मेरो सुझाव पनि छ। हामीले कति मान्छेहरू उमेरै नपुगिकन, उमेर नपुगेको भनेको संस्थाको जिम्मेवारी नपुगेको मान्छेहरूलाई पनि कति ठाउँमा हल्कासँगले पनि जिम्मेवारी दियौँ, काम गर्दैन। अनि अधिवेशनको बेला पाखुरो सुर्किन्छ, कतै ढलपल भइहाल्छ कि, अनि त्यसलाई पनि सम्हाल्नु।
अर्कोतिर खुस्किन्छ कि भनौँ, एकातिर टालो अर्कोतिर भाङ परिराखेकै हुन्छ। यो खालको प्रवृत्ति तपाईँ हामीले चाहिँ विगतदेखि बेहोरिराखेका छौँ नि। तर पनि साथीहरू नातिनको लागि पनि म अनुरोध गर्न चाहन्छु, समय आइसकेपछि तपाईँहरूभित्रकै कुराले पनि छ, यो विषय हुन्छ नै। 12 अधिवेशन भएपछि अब 13औं त हुन्छ नि। फेरि 13औं अधिवेशनमा तपाईँहरूकै नेताहरू यहीँ भएका नेताहरू मध्ये नै आउने हो नि। अब त्यसो भएको हुनाले यसमा राम्रो ढङ्गले तपाईँहरूले काम गर्नुपर्छ। प्रशासनिक क्षेत्रमा, सार्वजनिक प्रशासन क्षेत्रमा सशक्त ट्रेड युनियन र सबैभन्दा अब्बल दर्जाको ट्रेड युनियन भनेको नेकपा एमालेको विचारद्वारा ओतप्रोत भएको नेपाल निजामती कर्मचारी सङ्गठन भएको हुनाले तपाईँहरू नै अब्बल बन्नुपर्छ, तपाईँहरू नै सक्षम बन्नुपर्छ, तपाईँहरू नै राम्रो बन्नुपर्छ। त्यसो भएको हुनाले यसले आफ्नो काम कारबाहीहरूलाई अगाडि बढाउन सक्छ। म तपाईँहरूलाई यो अनुरोध गर्न चाहन्छु। र अन्त्यमा सुशासनको पाटोहरूको सन्दर्भमा के गर्न सकिन्छ, अहिले पार्टीका जरा अभियानदेखि अगाडि बढाइराखेका छ, अरू वार्डसम्मका कुराहरू गरिराखेको छ। पार्टी स्थापना दिवसमा 9 वैशाख 22 अप्रिलको दिन हरेक वर्ष नेकपाको स्थापना दिवस हुन्छ। तपाईँ हामीले पनि आफ्नो क्षेत्रमा के सम्मानित गर्न सकिन्छ गर्दा हुन्छ। त्यही विषय भनिरहनु परेन नि। सुशासनमा राम्रो काम गरेकोले यो दिन उपयुक्त छ भनेर चाहिँ सम्मान गर्दा पनि हुन्छ नि। जिल्लाहरूले 11 गतेको त अर्को प्रोग्राम छँदैछ। देशमा प्रजातन्त्रको बिहानी आएको दिन भएको हुनाले 11 गते नेकपा एमालेको अगुवाईमा देशका 6743 वडा हो कि कति वडाबाट 10 जनाको दरले युवा 40 वर्षभन्दा मुनिकोलाई काठमाडौँमा बोलाइएको छ। र त्यहाँ हामी यो चैत्र 15 गते, फागुनका 26 गते र अबदेखि हुने गणतन्त्र विरोधी, संघीयता विरोधी आन्दोलनका सन्दर्भमा युवा जमातले देखाउनेछ त्यो दिनको घटना कार्यक्रम। त्यसो भएको हुनाले तपाईँ हामीले पनि यो खालको प्रोत्साहन पनि ती मान्छेहरूलाई गर्ने। हामी 40 वर्षभन्दा माथिकाहरू उहाँहरूलाई स्वयंसेवकको भूमिकामा उपस्थित रहने यो कुरा पनि हामीले आह्वान गरिरहेका छौँ। महासङ्घले पनि यो अभियान चालिसकेको छ। हाम्रो क्षेत्रबाट पनि यसको विषयमा पनि छलफल गरेर युवा साथीहरू पनि अर्थात् 40 वर्षभन्दा मुनिकोलाई पनि हामीले त्यो दिन चाहिँ सहभागिता गराउने भनेका छौँ। किनभने सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कोही मास्नलाई हिँडिरहेका छन्। तपाईँहरूलाई एउटा कुराको सन्दर्भमा म जोड्न चाहन्छु। नेपालमा राजतन्त्र कहिले समाप्त भयो होला? यहाँहरूले त भन्न सक्नुहुन्छ होला 65 सालको जेठको 15 गते कि कति गते हो हामीले राजतन्त्र हटाएको हैन? तर 65 सालमा मात्रै होला त? यदि राजाको छोरै पहिलो छोरो नै राजा हुन्छ भन्ने हो भने त महेन्द्र पछाडि नेपालको राजतन्त्र सक्यो। महेन्द्रको पहिलो छोरो त गुरुङ थरको महिलाबाट जन्मेको रविन्द्र गुरुङ थियो नि। किन पहिलो छोरो राजा हुन सकेन? के गुरुङको छोरो भएर? के जनजातिको छोरो भएर? आज जगमानजीहरू आफूलाई सबभन्दा संस्कृतिविदको अब्बल व्यक्तित्व ठान्नुहुन्छ भने उहाँले आफ्नो भान्जा भान्जी राजा भएको किन हेर्नु चाहनु भएन र अर्कोलाई बनाउनु खोज्दै हुनुहुन्छ? यो इतिहासले बोलेको कुरो मैले मात्रै होइन, मैले अरू पनि साथीहरूले बोलिराखेको कुरो तपाईँहरूलाई भनिराखेको। इतिहासमा त यस्ता कुराहरू पनि हुँदो रहेछ नि। त्यसैले राष्ट्रपति प्रधानमन्त्री हुने नेपालीकै छोराछोरी हो। त्यो कुराको अन्त्य हामीले राजतन्त्र मरेको त्यो अब फेरि जिउँदो भएर आउन पनि सक्ने स्थिति देखिन मैले छ। त्यसैले म तपाईँहरूसँग पनि के अनुरोध गर्न चाहन्छु भने पार्टीसँग हामी सम्बन्धित महासङ्घ भएको हुनाले र तपाईँहरू पनि एमालेसँग समर्थित भएको सदस्य भएको नाताले मैले यति विषयवस्तु तपाईँहरूसँग यसमा जोडेर अनुरोध गर्न चाहन्छु। अब यो दुईटै कुराहरू मैले भनिसकेँ। तपाईँले सडक आन्दोलन गर्नु पर्दैन भनेर हामीलाई पनि सुझाव गर्नुभएको छ। त्यो विषयमा मैले अघि पनि राखेँ, छलफल गरौँला। तर सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐन विधेयकको रूपमा जो गएको छ त्यो चाहिँ
यो अधिवेशनमा अब छलफल गरेँ, किनभने यसको नि प्रक्रियाहरू लामै हुन्छ, तर पनि लामो भए पनि लिएर आउँछु भनेर प्रधानमन्त्रीज्यूले भनिसकेपछि हामीले अपेक्षा गर्नुपर्छ। पार्टी अध्यक्ष देशको सम्माननीय प्रधानमन्त्रीले भनेपछि हामीले त्यो विश्वास गर्नुपर्छ। हामी बरु त्यसमा ल्याउनका लागि अब हाम्रो प्रयास चाहिँ के हुनुपर्छ भनेर तपाईँ हामी चाहिँ लाग्नुपर्ने छ। फेरि सुस्ताइयो भने चाहिँ नआउने पनि सम्भावना छ, किनभने यस्तै खेल खेल्छन् नि त, कहिले अतिरिक्त सब्सिडी ल्याउने, कहिले हुनाले योतर्फ तपाईँहरूको ध्यान पुग्नुपर्छ भनेर मैले यति विषयवस्तुहरू राखेर केही विषयवस्तुहरू बाँकी रह्यो भने पछाडि पनि छलफल गरौँला। बन्द सत्र पनि फेरि हाम्रो यसभन्दा पछाडि पनि चल्नेछ, यो उद्घाटनै सत्रै होला भन्ने मलाई लाग्छ। मैले अलि लामो बोलेँ कि क्या हो, तपाईँहरूलाई अलिक दिगदार पनि भयो होला। यद्यपि मैले अहिलेसम्म भइराखेका गतिविधिहरूको सन्दर्भमा राखेँ, अन्यथा भएको खण्डमा फेरि पनि म पेसागत महासङ्घको तर्फबाट तपाईँहरूले गरिराखेको कामहरूमा आगामी दिनमा मैले पुर्याउनु पर्ने भूमिका, गर्नुपर्ने कामहरूको सन्दर्भमा र तपाईँहरूको क्षेत्रबाट पनि पेसागत महासङ्घले अगुवाई गरेर मेरो लागि पनि कुराकानी त आउन साथीहरूले गर्न त सक्ने हुनुभयो, तर म एउटा तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु भने हाम्रा आफ्ना फिल्डबाट हेरौँ, सबभन्दा सक्षम, सबभन्दा दह्रो प्रदेशको होस् या पालिकाको होस् या माथि सङ्घीय संसदहरूको सम्बन्धमा होस्, हाम्रो 26वटा घटकबाट विगतमा पनि गरिएकै थियो, अहिले पनि गर्न सकिन्छ। त्यसमा जनजाति पनि पर्न सक्नुहुन्छ, महिला पनि पर्न सक्नुहुन्छ, त्यो पनि ढङ्गले हेरौँ र को साथी उपयुक्त हुन्छ ती ठाउँहरूमा पठाउँदा त्यो साथीहरूको कुराकानीको मूल्यलाई अगाडि चाहिँ बढाउँ। म यो तपाईँहरूसँग अनुरोध गर्न चाहन्छु। म हुनु र नहुनुसँग कोही सरोकार छैन, तर पेसागत महासङ्घको कुनै सदस्य भयो भने मैले गर्व गर्छु, म गर्व गर्ने ठाउँमा पुग्छु भन्ने कुराहरू तपाईँहरूसँग राखेर यो सबै तिनैवटा नयाँ वर्ष 2082को हार्दिक मङ्गलमय तपाईँहरूलाई शुभकामना, सबैको समृद्धि, सबै नेपालीको सुखमय जीवन बित्ने गरी सम्मानित व्यक्तित्व हाम्रो फणिन्द्र खनालजीको आगामी सबै कार्यहरू अब पार्टीसँग जोडेर गर्ने कुराहरूमा पनि तपाईँहरूको भविष्य पनि यसभित्रै निर्भर रहने भएको हुनाले अझ राम्रोसँग अगाडि बढ्नलाई यहाँहरूलाई प्रेरणा यो नयाँ वर्षले मेरो भनाइ अन्त्य गर्छु। धन्यवाद, सबैमा नमस्कार।